to my video, guys. I am in Bajra Festival. The weather is on and I have some artists out there. Bhai, can I take your 2 minutes? के गरिराख्नु भएको छ यहाँ? मैले ब्युटिफुल आर्टहरु देखिरहेको छु हैन? अनि तपाईहरुले चाहिँ आफै गराउनु भएको हो? यो हामीले गर्दै गरेको। अनि तपाईहरुको चाहिँ यो बाइ प्रोफेसन यही छ कि प्यासन मात्रै के छ? हामी चाहिँ ट्याटु आर्टिस्ट हो। ट्याटु अनि हामीलाई चाहिँ यहाँ यसो स्पेस दिनुभएको थियो। त्यही भएर हामीले चाहिँ यहाँ आफ्नो आर्टहरु प्रस्तुत गर्न आयो। तपाईको स्टुडियोको नाम? स्टुडियोको नाम नमस्ते इङ्क। नमस्ते। उहाँहरुको चाहिँ ट्याटु बिच। ट्याटु बिच। ट्राफिक छ। लभली। हामीसँग दुईजना ट्याटु आर्टिस्टहरु हुनुहुन्छ। लेट्स हैव सम कन्भो विथ देम है त। अनि तपाईहरुले चाहिँ यहाँ चाहिँ अरु फेस्टिभल भन्दा यो डिफरेन्ट चाहिँ केही पाउनु भएको छ? डिफरेन्ट चाहिँ छ। यस युनिक गर्न खोज्नु भएको छ। राम्रो छ। यो बजार फेस्टिभलमा चाहिँ तपाईहरु आउनुको उद्देश्य र यहाँको भिन्नता तपाईले के पाउनुहुन्छ? अरूभन्दा चाहिँ भिन्नै छ। जस्तै केमा भन्दाखेरि जस्तै अब यहाँ चाहिँ सबैजनाहरू अब आफ्नो जुन क्रियाकलापहरू कोठाभित्र गरेर बसिराखेको कामहरूलाई चाहिँ अलिकति उजागर गरेर बाहिर देखाउँ र साथसाथै त्यसलाई आर्थिक आय आर्जनको बाटोमा पनि जोडौँ भन्ने उद्देश्य यहाँ भएको भाइ बहिनी साथै अब सबैहरू त्यस्तो देखिन्छ। त्यो भएको भएर यो त्यस्तो व्यावसायिक भनेर त्यो पैसै मात्र भन्दा पनि आफ्नो सिपलाई आफ्नो एउटा प्यासन हबीलाई चाहिँ अब त्यो बाहिर उजागर गरेको बाहिर कोठाभित्र भएको कामलाई चाहिँ बाहिर ल्याएको देखिन्छ यसो हेर्दाखेरि। त्यही भएर चाहिँ अलि डिफ्रेन्ट देख्छु मैले चाहिँ। यदि मलाई चाहिँ हातमा चाहिँ ट्याटु हान्नु पर्यो भने चाहिँ मैले चाहिँ कहाँ सम्पर्क गर्दा हुन्छ? हजुरले कहीँ सम्पर्क गर्ने नै होइन। सबभन्दा पहिला चाहिँ हजुरले पुटोलमा या चाहिँ हजुरले अब कहाँ बनाउन खोज्नुभएको छ त्यहाँको स्टुडियोहरूको चाहिँ सबैको पोर्टफोलियोहरू इन्स्टामा नत्र भए फेसबुकमा जताततै हुन्छ। पहिला चाहिँ हजुरले त्यो हेर्ने अब त्यसको अब आफैले जज गर्ने हजुरलाई अब कस्तो क्याटेगोरीको मनपर्छ के हुन्छ। अनि त्यही भएर नि आफूलाई जुन मनपर्छ जुन आर्टिस्टलाई हजुरलाई विश्वास लाग्छ अनि त्यसलाई नै सम्पर्क। Nice. Thank you so much. Have a great time at Bajra Festival.